साथीहरु यो चाहिँ कोदोको पिठो हो अघि मैले लिएर आएको अनि अब म चाहिँ चाल्दैछु यसलाई चाल्नु पर्ने हुन्छ किनभने कहिले कहिले ढुङ्गाहरू के हुन्छ हो एकपल्ट चाहिँ चालेकै राम्रो गाइस मैले चाहिँ ढेरोको लागि पानी बसालिसके पानी उम्लिँदैछ अनि यहाँनिर चाहिँ पैठी अनि यसरी घिउ लाएको छ भने चाहिँ चालिँदैन छुट्टै घिउ लाएर मजाले चलाउने है यहाँनिर यसरी साह्रै बिस्तारै लाउँदै यसलाई चाहिँ चलाउनु पर्ने हुन्छ चलाएको नभए चाहिँ यसको लम्स बस्छ यसले होइन चलाउनु चाहिँ खासमा उल्टा चलाउँछु यसले यसको लम्स बस्छ कि त्यसले गर्दाखेरि चलाउनु पर्ने हुन्छ हो मैले यसले सजिलो हुँदो रहेछ यसले चलाउँछु लम्स बस्नु चाहिँ दिनु हुँदैन यसरी चलाउनु पर्ने हुन्छ कम्ती कम्ती लाउँदै आफूलाई अलिक सानो पार्नु पर्ने हुन्छ यहाँनिर बाक्लो बाक्लो हुँदै जाँदैछ हो साथीहरू तपाईँहरूलाई कतिको उयो मनपर्छ खानु अन्त त्यसले गर्दाखेरि कम्ती कम्ती लाउनु पर्ने हुन्छ पिठो चाहिँ यसलाई यो लम्स बसेर चाहिँ भित्र पाक्दैन हो यसलाई चाहिँ कम्ती आगो बनाएर चाहिँ एकदमै कम्ती आगोमा चाहिँ यसरी मजाले गरेर चाहिँ यसरी मोल्नु पर्ने हुन्छ किनभने यसको लम्स चाहिँ भित्र काप्चे बसेको हुन्छ है साथीहरू ढेरो बनाउनु सजिलो छैन घिउको बास्ना मिठो आइरहेको छ है मुनि टालिनु चाहिँ दिनु हुँदैन मुनि टाल्यो भने चाहिँ एकदम उयो हुन्छ के हुन्छ भन्दाखेरि नि खानु कडा हुन्छ हो यसले भएन किनभने भोलि दुख्छ त है फेरि कस्तो साह्रो पर्छ अझै राम्रोसँगले पकाउनुको लागि कोदोको चाहिँ छिटो पाक्दैन है त्यसले गर्दाखेरि अझै पकाउनुको लागि एकपल्ट यसरी सानो आँचमा छोपिदिन्छु है म चाहिँ सिस्नु चाहिँ केलाएर मैले एकदम रेडी बनाएको छु है अब यसलाई पकाउनुको लागि रेडी भयो ठक्कै धुन्छु अनि धोएर पकाउँछु दामी रहेछ सिस्नु त पकाउँदै थाहा पाइहाल्छ नि यसरी लसुन कुच्चा राखेर अब चाहिँ पाक्यो अलमोस्ट सिस्नु हो लसुन यसरी ठक्कै लायो त्यहाँदेखि चाहिँ मजाले फिर्के लगाइदिनु पर्ने हुन्छ माथिबाट यसरी लसुन लाउनुले चाहिँ लसुनको टेस्ट मजाले बस्छ तर कतिजनाले चाहिँ मन पराउँदैन यसरी लसुन बिना नै खान्छ तर मलाई चाहिँ लसुन लगाएको मिठो लाग्छ भाजी रेडी भयो देख्न सक्नुहुन्छ कन्सिम भइसक्यो चाहिँ